नमस्कार। वृश्चिक राशिफल सन् 2026। वृश्चिक राशि हुने जातकको लागि यो वर्ष कस्तो रहन्छ, ग्रह गोचरले के भन्छ, कुन पक्षमा कस्तो रहन्छ, स्वास्थ्य, सम्बन्ध, नोकरीता, पेसा विभिन्न पक्षमा यदि हजुर जान्न चाहनुहुन्छ, यदि हजुरको राशि वृश्चिक हो र आफ्नो आफन्तको हो र हेर्न चाहनुहुन्छ भने कृपया हजुरले हामीलाई पुरा हेर्नुहुनेछ। यो वर्ष वृश्चिक राशिका लागि मिश्रित फलदायक वर्ष रहनेछ। यो वर्ष विशेष गरी बृहस्पति ग्रह गोचर नवम भावमा रहने हुनाले भाग्यले साथ दिने योग बन्नेछ। तर मुख्य गरी सुरुको 3 महिनामा अष्टम भावमा पनि रहनेछ मे महिनासम्म। यसले केही कुरामा तपाईलाई उतार चढाव ल्याउनेछ, तर यसले तपाईको जीवन साथीको आमदामी अथवा बोली, उहाँको व्यवहारबाट तपाईले केही प्रतिफलयुक्त कुराहरू प्राप्त गर्नुहुनेछ। वैवाहिक सम्बन्धका लागि यो वर्ष निकै राम्रो रहनेछ। प्रेमल, कोमल र शरीरदेही सम्बन्ध रहनेछ र बोलीको मिठासले गर्दा एकदमै राम्रो वातावरण तपाईले प्राप्त गर्नुहुनेछ। अर्को महत्त्वपूर्ण कुरा, यो वर्ष तपाईको आर्थिक अवस्था पनि मजबुत रहनेछ र धेरै बिग्रिएका कामहरू, आर्थिक अवस्थामा समस्या परेका कामहरू पनि सप्रिएर जानेछन्, राम्रा भएर जानेछन् र अझ बढी सकारात्मक फिल गर्नुहुनेछ आफ्नो आमदानीमा, आफ्नो आर्थिक अवस्थामा। यो वर्ष अष्टम भावमा बृहस्पति गोचरले गर्दा तपाईको पारिवारिक सम्बन्धमा केही समस्या देखिन सक्छ। सन्तान सम्बन्धी केही समस्या अथवा सन्तान कारणले केही समस्या तपाईले भोग्नु पर्ने हुनसक्छ। प्रेम सम्बन्धमा मतभेद देखिन सक्ने, प्रेम सम्बन्ध खटपटी बढ्न सक्नेछ, सजग रहनुहोला। यो वर्ष भूमि तथा वाहनले तपाईलाई सकारात्मक परिणाम दिनेछन् र पढाइको लागि तपाईले राम्रो प्रयास गर्नुपर्नेछ र पढाइका लागि केही नयाँ ठाउँमा जाने, देश विदेशको यात्रा समेत हुन सक्ने देखिन्छ पढाइका लागि। यो वर्ष केतु गोचर कारणले नोकरीमा चेन्ज हुने अथवा नोकरीमा बदलाव हुन सक्ने, काहीँ ठाउँ सर्नु पर्ने खालको अथवा सर हुने खालको योग देखिन्छ। अगर ठाउँ सर्ने खालको योग पनि तपाईको वर्ष रहनेछ। अरू कुरा, तपाईको कार्यस्थलमा केही मनमुटावहरू अथवा केही समस्या बढ्न सक्नेछ, सजग रहनुहोला। वर्षको अन्तिमतिर अलि बढी खर्च हुन सकिन्छ, नसोचेको ठाउँमा खर्च हुन सकिन्छ, त्यहाँ पनि तपाईले आर्थिक योजना बनाउनु पर्नेछ। सानतिना केही समस्या भए पनि समग्रमा वृश्चिक राशिको लागि यो वर्ष सकारात्मक रहनेछ। तपाईले आफ्नो पुरा मेहनतले काम गर्नुभएमा र कुनै पनि महत्त्वपूर्ण काम गर्नुभन्दा अगाडि इष्टदेवको रूपमा मङ्गल ग्रहको जप अथवा भगवान श्री गणेशको पूजा आराधना गरेर कार्यको सुरुवात गर्नुभएमा यो वर्ष निकै फलदायी रहने देखिन्छ। हजुरको लागि राशिफल थियो, कस्तो लाग्यो हजुरलाई यसले कमेन्ट गर्न सक्नुहुनेछ। ज्योतिष परामर्श, प्रशिक्षण कक्षा लगायत कुनै पनि विषयमा यदि लिन चाहनुहुन्छ भने हजुरले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यहाँको यो वर्ष सन् 2026 सफल रहोस्। राशिफल हेर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। हजुर कुन ठाउँबाट हेर्दै हुन्छ, कुन ठाउँ, कुन सहरबाट हेर्दै हुनुहुन्छ, कमेन्ट गर्न सक्नुहुनेछ। धन्यवाद। नमस्कार।